हेलो मम्मी हाम्रो यहाँ बाटोमा भेटिरहनु भएको छ। त्यहाँनिर म यहाँ मम्मी पनि पछि पछि यहाँ लाग्नु भएको छ। म यहाँबाट अब जाँदैछु भित्र, यतापट्टि सिधै जाँदैछु। म सिधै गएर म टक्कै मम्मी यहाँ उताबाट आउँदै हुनुभएको रहेछ। जाने हुनुहुन्छ यो मेरो घरमा यहाँले टक्क लगाएर यहाँ भिन पनि छ। टक्क लगाएर यहाँ भाइ पनि छन्, अहिले भिन्डु देखाएर आइछन्, निकिजहरू छन्। टक्क लगाएर म यहाँ टक्क लक्क लगाएर म यहाँ घर, यो मेरो घर हो। म यहाँ हाम्रो कुकुर त्यहाँ बसिरहेको छ। त्यस पछाडि म यहाँबाट टक्क लगाएर तल जाँदैछु म। हेरिदिनु होला, हाम्रो यहाँबाट हिमाल पनि देखिरहेको छ, हिमाल देखिरहेको छ। तिमी पनि यहाँ टक्क लगाएर म जाँदैछु मेरोमा। टक्क लगाएर म स्लो मोसनमा हिँड्दैछु। स्लो मोसनमा हिँडिसकेपछि म जाँदैछु। यहाँ स्कुटी आएको छ, यहाँ बाहिर गइरहनु भएको छ होइन। यहाँनिर बाटो छ, बाटोबाट यता गएपछि यहाँ यस्तो गाउँ हिँड्छ कि म यहाँ टक्क लगाएर मेरो फेस देखाउनु पर्ने अब त। टक्क लगाएर म यहाँ हाम्रो यहाँ कोड देखाउने छु। कोड के कोड, यहाँ अब डाँडामा कोड भन्छ नि त, यस्तै कोड देखाउने छु। त्यो हेरिदिनु होला अनि माया गरेर एक लाइक ठोकिदिनु होला विवेकेसीलाई। मेरो युट्युबमा स्वागत छ हजुरहरूलाई, धेरै धेरै कृपया। यो ठाउँ लाकोट भनिने छ, लाकोट भनिने छ। म यहाँ गइरहनु भएको छ। म यहाँ टक्कै हाम्रो कोट, हाम्रो यहाँ मन्दिर, यहाँ मौला, मेरो घर अनि आन्टीको घर देखिरहेको छ। म यहाँबाट फेरि तल चढ्नेछु। फेरि मेरो भिडियो हेरिदिनु होला। टक्क लगाएर म यो बाटो हो, बाटो उता छ यता छ। टक्क लगाएर म यहाँ कुद्दैछु। यो अस्ति नै मैले देखाएको, म यो धेरै भयो देखाएको। टक्क लगाएर म यहाँबाट तल झर्नेछु। मेरो क्यामेरा लिएको छ यहाँ होइन। मेरो विवेकेसी ब्लग हेरिदिनु होला। म नयाँ नयाँ हाल्नेछु, त्यही भएर म त्यही भन्न चाहनेछु। म अहिले स्कुल त आएर एकछिन बसेँ, रेस्ट गर्नुपर्छ नि त। आसी एकछिन रेस्ट गर्ने पढ्ने, अनि पढेपछि आउने कि टक्क भ्लग बनाउन थाल्नुपर्छ कि टक्क होइन। यो फन्डिलिङ के म यहाँ टक्क फलिङ बनाउँदैछु। भ्लगहरू राम्रोसँग हेरिदिनु होला, कतिहरू कस्तो लाग्यो होला कमेन्ट बक्समा लाइक गरिदिनु होला। त्यही भन्न चाहनेछु। यो हाम्रो यहाँ हलाखोल भन्ने छ, हलाखोल भन्ने छ। यतापट्टि यो घरहरू छ। अब हाम्रो यहाँ गाउँतिर त यो त गाउँ हो नि त, उता यो बगरतिर त गराहरू खासै हुन्न नि त। बगरतिर खासै गराहरू छन् त छन्। लामाचोरामी नै भइहाल्यो। यो लामाचोरबाट यता पुरै गाउँ हो, गाउँबाट उता चाहिँ त्यही हो। त्यो चाहिँ हाम्रो यहाँ गाउँमा जोत्ने हुन्छ नि ट्र्याक्टर, त्यही हो। लाग्नेछु, लागेपछि सबैजनाले लागेको छु म। एउटा नयाँ गीत आयो कि, एउटा कुन गीत भन्ने एउटा नयाँ गीत आएको छ, चञ्चले मेरो पारा यस्तै छ भन्ने एउटा नयाँ गीतमा म पनि नाचेको भिडियो सहितै हो कि। अब मेरो यस्तो लामो भिडियो भन्दा, लाइभ भिडियो भन्दा
यो लाइभ त लाइभै यो भिडियो लाइभ भिडियो भन्दा मेरो त खासै उसमा आउँछ कि सर्च भिडियोमा धेरै आउने छ के धेरै आउन छ ल म यहाँ लेख्छु टक्क लाएर अनि म अब पर्सि पनि भोलि पर्सि पनि यही बोली म दोहोऱ्याउने छैन अब म नयाँ नयाँ सिक्नेछु म अहिले नयाँ छु नि त भर्खरै नयाँ भनेको मान्छे चाहिँ अलि खासै आउँदैन नि त त्यही भएर नि हो नि त ल है अर्को अर्को एउटा गीत पनि आयो के झलीको तिम्रो याद अलीको तिम्रो भन्दा नि अनि त्यो पनि छ म त्यो गीत पनि हालेछु मेरो अङ्कलको फोटो छ अनि मेरो अङ्कलको फोटो छ पछाडि यहाँबाट म तल जाँदैछु होइन तल गएर म टक्क लगाएर जाँदैछु बस आउने रहेछ यहाँ मान्छेहरू कुदिरहनु भएको छ बसको लागि बस त कुद्नु पऱ्यो नि त बसेन भने झ्याउ हुन्छ झ्याउ हुन्छ नि त होइन झ्याउ हुनेछ अब के गर्ने त्यो कमेन्ट बक्समा लाइक गरिदिनु होला कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला म मिस्टेक भनेको छु मिस्टेकलाई म फेरि दोहोऱ्याउने छु कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला ओके अब यी त के भन्ने हो यहाँलाई पहिला पहिला यहाँ टक्क लगाएर यहाँ हुन्थ्यो टक्क लगाएर म यहाँ जाँदै थिएँ होइन जाँदा जाँदा हाम्रो यहाँ पहिला असारमा असार साउनमा यहाँ पानी भइरहेको थियो कि अहिले त छैन नि त यस्तो झार लेउ लाउँछ यहाँ यस्तो लेउ भएको छ लेउ पानी कहिले हो अब हामी त माथिकै धारो छ नि त त्यही भएर नि हो जाँदैछु म एउटा टक्क लगाएर हाम्रो एकजनाको घर छ त्यही देखाउने छु यो चाहिँ म यता आएको छु म यता धनथरे भन्छ नि म त्यहीँ आएको छु यो घर हो टक्क लगाएर यो घर भएको छ म यता यहाँ ढुङ्गाहरू सोझिरहेको छन् यता नि यहाँ घर छ ठक्क लगाएर म यहाँ गर्दैछु हाम्रो त नयाँ छ यहाँ बनाएको रहेछन् घर एउटा दुइटा म त्यही भन्न चाहन्छु होइन त्यही भन्नेछु हाम्रो यहाँ पनि छ धनसरी यो अनि भित्र छिरिरहेको छु ल यहाँ पनि गर्छ हामी टक्क लगाएर आलु खेती भइरहेको छ आलु खेतीको भन्दा चाहिँ हाम्रो यो नेपालमै खेती गर्ने भन्ने छ विदेशमा गएर नि कामै हो नेपालमा गएर नि कामै छ गरेको छ युबिनको घर छ युबिनको घर छ घन्टा लेखेको रहेछ यहाँ हिमाल पुरै गाउँ सुन्दर देखिएको छ हाम्रो पोखरा 1960 तलाको माथि उपरले बबाल देखेर आएको छ यहाँ फेरि यता जाँदैछु हाम्रो
लागि म यहाँ छु होइन म यहाँ पुरै भित्री बाटो हिँड्दैछु भित्री बाटो हिँड्दैछु म यो यहाँ यता नि घरै छ यहाँ काजीबा निस्किरहेका छन् होइन काजीबा निस्किरहेको छन् यता जुन थोरै हो यो म यहाँ छु नि म यहाँ बसेको धनथोरे भन्छ कि यसलाई नयाँ घर छ है हेर्नु होला यहाँ मैले भवन ल्याएर आएको छु त्यस पछाडि म यहाँबाट सिधै जानेछु म त्यस पछाडि यतै छु म त्यसमा यहाँ घाम लागिरहेको रहेछ म यहाँ तापन छन् आजिबा ठिक छ होइन ल ट्रक्क लगाएर जाँदैछु म यहाँबाट सुन्छु हाम्रो स्कुलको टनेल हो हाम्रो यहाँ प्र्याक्टिकल जस्तै काम गर्नुपर्ने छ यहाँ दोकान रहेछ दोकान त म अब यहाँबाट सिधै जाँदैछु म यहाँ सिधै घरमा लानेछु हाम्रो स्कुलभित्र म यहाँ टक्क लागेर म स्कुलमा गएको थिएँ सबैले भ्लगरमा भाइरल हुन्छ भन्छन् भ्लगहरू होइन न आशिका हजुर भन नमस्ते गर अस्ति बेला ल अस्ति बेला हजुर म मिटिदिन्छु नि ल अस्ति बेला नमस्ते गर नमस्ते तिमीले गर ल नमस्ते गर हो ठिक छ तिमी ठिक छ होइन ल अनि के लाग्यो त नि खेल्न लाग्यो तिमी चाहिँ सुन्न लाग्यो अनि स्कुल गएको किन तिमी त गुल्टी थिएन है हाँसेको हामी हो होइन अब त्यसरी नगुल्टी है हुन्छ अब त्यसरी गुल्टिनुहुँदाखेरि खुट्टो सुट्टो भाँचिन्छ नि त यहाँ ओठ छ नि यो चुडेल छ नि यो ठ्याक्कै यसमा चाहिँ चोट लाउँछ नि तिम्रो यसमा चोट लाउँछ है नदुखेर है मुख सुक ठुकिन्छ हुन्छ नदुख्ने है यस्तो छ है हालत बाई बाई गर्दै बाई 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 भन्दै आउ जान्छौ मासु जाने हुन्छ घर जाने हुन्छ ल आउन त घर जाने आऊ ल यहीँ खेल नि त हुन्छ कहीँ नजाऊ है फेरि है म यहाँ बहिनीले के भन्दैछन् रक्सियाको मान्छे भन्छन् यस्तो मान्छे होइन नि त यहाँ त बच्चा हुन् बच्चालाई नुहाइदिने गर्नु पर्ने छ यहाँ हाम्रो गोठ पनि रहेछ यहाँ हाम्रो